मेरो युट्युब च्यानल हेरेर बसिराख्नु भएको सम्पूर्णलाई नमस्कार। आज म हजुरहरूलाई चाहिँ चटपटे साइकलमा चटपटे बेच्दै हिँड्ने एउटा ठुलो व्यापारीलाई चटपटे व्यापारी अर्थात् चटपटे साउजीलाई भेटाउँदैछु। उहाँले हेर्नुहोस्, दिनमा हजार होइन, लाख होइन, करोडौँ होइन, हेर्नुहोस् उहाँले दिनमा 500, 700, 800 को चटपटे बिक्री गरेर यो कञ्चन गाउँपालिकामा नयाँ रेकर्ड तोड्नु भएको छ। उहाँलाई आज म हजुरहरू सामुमा भेटाउँछु। ल आउनुहोस् है। चटपटे बेचेर नाम मात्र होइन, हेर्नुहोस् दाम पनि कमाउनु भएको छ। उहाँले नाम दाम दुवै कमाएको चटपटे व्यापारले आज म हजुरहरूलाई भेटाउँदैछु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। धन्यवाद। ओ नमस्ते साउजी। ओ साउजी नमस्ते। हो सन्चै हुनुहुन्छ? नमस्ते साउजी, सन्चै हुनुहुन्छ? सन्चै छ। हो साउजीको ल हाम्रो चटपटे साउजी है उहाँ चाहिँ। अब दिनको हाम्रो साउजीले चाहिँ दिनको करोडौँ होइन, लाखौँ होइन, हेर्नुहोस् 700, 800 को चटपटे बिक्री गर्नुहुन्छ उहाँ चाहिँ। साह्रै ठुलो चटपटे व्यापारी, एकदम मिठो हुन्छ है उहाँको। ल सबैले किनेर खाइदिनुहोस् उहाँको चटपटे। के गर्ने अब, घर बसेर कामै छैन। ठिक छ नि, जाडोमा यसो हिँड्यो होइन, अलिक न्यानो पनि हुन्छ। अझ कति हजारको बेच्नुभयो? ए 400-500। ए भर्खर आउनुभएको? ल ठिक छ। ए ल ल ल ल ल ल ठिक छ। ल ल बधाई छ। ल चटपटे पार्टी कल ये लगा साल देगा। मैं दुकान गई।